बारीको कान्लामा हात टेकाएर घोक पारी उसले मेरो लुङ्गीलाई माथि तान्यो अनि पछाडिबाट मेरो पुतीको प्वालमा आफ्नो बडेमानको लाडोलाई सोझ्यायो र दनादन चिक्न थाल्यो। साथीहरू, आगामी दिनमा पनि यस्तै भिडियोको लागि मेरो च्यानललाई लाइक र सब्स्क्राइब गर्न नभुल्नुहोला। अब लागौं कथातिर। बुढालाई क्षयरोग लागेको पनि आज झन्डै 8 महिना बितिसकेको थियो। सन्चो हुने निकै समय लाग्दो रहेछ। यो बिमारलाई लगभग 2 वर्षको ट्रिटमेन्ट चल्ने डाक्टरले भनेका थिए। तबसम्म बिमारीलाई मुख बारेर बस्नु र साथमा महिलादेखि पनि टाढा बस्नु भनेका थिए। बुढासँग नसुतेको पनि झन्डै आज 9 महिना भयो। आज भोलि त त्यसै पुती चिलाए जस्तो हुन्छ। के कोचु जस्तो हुँदै थियो पुतीमा। बुढा कहिले निको हुन्छन् र बुढाको लाडो पुतीमा कोचौला जस्तो हुन थालेको छ। तर बुढामा सुधार खासै आएको थिएन। एक दिनको कुरा हो, बारीमा गोठ थियो। त्यो गोठ मर्मत गर्न परेको हुँदा गाउँकै एउटा दाइ आएका थिए। बुढा दबाई खाएर सुते, म र त्यो दाइ गोठ बनाउन गयौं। काम गर्दै गर्दा त्यो दाइले भने, या कल्पना कसरी चल्दैछ आजकाल तिम्रो दिन? अनि मैले भने, के हुनु र दाइ, त्यही त हो नि, सधैँ जस्तो एकै नास। प्राय त्यो दाइ पहिला पनि मसँग निकै जिस्केर बोल्थे। उनीसँग बोल्न खासै अप्ठ्यारो लाग्दैन। उनले फेरि भने, किस्ने त बिस्तरामा छ, यता त खडेरी लायो होला है। मैले नि जिस्किँदै भने, एक दिन पानी पक्कै पर्ला भन्ने विश्वासमा छु। उनले भने, कहीँ झारी कुर्दा कुर्दा गैरी खेत सुकेर धाजा फाट्ला नि। मैले सुकेर के भोट भने? उनले भने, गोरु दुब्लायो, गैरी खेत जोत्न नसक्ला नि। मैले भने, किन नसक्ला जोत्न? उनले भने, बेलैमा होस गर बाजो मार्ने भए गैरी खेतको खेताला म छँदैछु भन्दै मेरो मुखमा हेर्दै हाँस्यो। उसका कुराले मलाई पनि माझा आइरहेको थियो। उसको मनसाय मैले सबै बुझिरहेको थिएँ। यस्तो बोल्दै गर्दा उसको डोरी कट्टु उचालिँदै थियो। सामान पुर्याउँदै गर्दा मेरो हात छुँदै मेरो छातीमा हेर्दै भन्यो, माथिल्लो बारीका डल्ला पनि ठूला ठूला रहेछन्, डल्ला पनि फुटाउने बेला भएछ भन्दै मेरो हातलाई मसार्दै सामान लायो। उसले मेरो हात छुँदा शरीर नै करेन्ट लागे जस्तो भएको थियो। अनि मैले आफ्नो ठूलो दुध हेर्दै भने, अर्काको बारीको डल्ला त्यसै फुटाउन पाइन्छ र? उसले फेरि भन्यो, खेताला अर्कै छु, तिमी हुन्छ भन्छौ भने डल्ला पनि फुटाउला, बाजो भएको गैरी खेत पनि जोति दिउला। यसो भन्दै गर्दा मेरो नजर उसको कट्टुतिर गयो। लाडो ठन्केर ठाडो भइसकेको थियो। अब भने मलाई पनि जोस आउन थालेको थियो। चिलाको पुती यसैसँग ठिकाउने पर्यो भन्दै भने, डल्ला पनि फुटाउन दिउला, गैरी खेत पनि जोत्न दिउला, सुकेको खेतको मूल नफुट्दै हाली भाँचियो भने नि। मैले यसो भनेपछि उसका मुखमा एक चमक आयो र भन्यो, जोतौला मजाले, खेतमा मूल फुट्ने छ, गैरी खेतमा धान रोप्ने हुनेछ। त्यति सुनेपछि म गोठ तलको मकै बारीमा गए। ऊ पछि पछि आयो र मलाई च्याप समायो। उसले मलाई समाउँदा मेरो शरीरभरि तरङ्ग छाएको थियो। अनि उसले मेरो ठूलो दुध मस्तसँग मार्न थाल्यो। मलाई निकै मजा आइरहेको थियो। अनि मैले उसको लाडो समाएँ। बाफ रे बाफ, कति ठूलो र लामो लाडो। कट्टुको तल सारी लाडो निहालेर हेरे। मेरो बुढाको भन्दा डबल ठूलो थियो। म उसको लाडो समाउँदै थिएँ, ऊ मेरो दुध चुस्दै थियो। मेरो पुतीबाट पानी रसाउन थाल्यो। यत्तिकैमा उसले एउटा हात मेरो पुतीमा लाग्यो र भन्यो, गैरी खेत त नजोत्दै मूल फुटिसकेछ, जोतेपछि हिल्याम्मै हुने बो। अनि उसले मलाई कान्लामा हात टेकाएर घोप्टो पार्यो। अनि मेरो लुङ्गी र पेटीकोट माथि सार्यो। ऊ बेला पेन्टी लाउने चलन थिएन। अनि उसले मेरो पुतीमा औला कोस्न थाल्यो। यसो गर्दै मलाई निकै मजा आइरहेको थियो। मलाई खपी नसक्नुभयो र भने, कति खेलाउँछौ, लौराले हालोले पनि जोतन। त्यति भन्न साथ उसले आफ्नो बडेमानको लाडो मेरो पुतीको प्वालमा राख्यो। जब लाडोले मेरो पुतीमा छोयो, म निकै आनन्दित भए। त्यत्तिकैमा उसले एक धक्का हान्यो। लाडो पानीले भिजेको पुतीबाट चिप्लेर पाखा गर्यो। अनि फेरि मिलाएर अर्को धक्का हान्यो। लाडो आधा पुतीभित्र। मेरो सास रोकिएला जस्तो बो, निकै दुख्यो र एया भने। एकछिन लाडो यत्तिकै राख्यो र फेरि अर्को धक्का हान्यो। लाडो पुरै पुतीभित्र पस्यो। मलाई पीडा हुँदै थियो, पहिलो दिनको चिकाइ जस्तै। म एया एया भन्दै थिएँ, ऊ दनादन चिक्दै थियो। एकछिनमा मलाई पनि माझा आउन थाल्यो। अब म पनि चिकाइको मजा लिन थालेँ।
म निहुरी पारेर लाडो पुती भित्र बाहिर गरेको हेर्दै थिएँ। ऊ चिक्दै थियो। लाडो ल्वाम ल्वाम ग्वाम ग्वाम भित्र बाहिर गर्दै थियो। मेरो पुतली पानी छोडिरहेको थियो। पुतीको पानी लाडो हुँदै गेडामा पुगी भैमा तपतप चुहिँदै थियो। अनि लाडो पुतीको चिकाइले पच पच क्वाच क्वाच आवाज आइरहेको थियो। लगभग 10 मिनेट चिकेपछि मेरो जुस चरम उत्तेजनामा पुग्यो। पुती चुमुक चुमुक हुँदै मेरो पानी झर्यो। ऊ दनादन चिक्दै थियो। उसको चिकाइ नाइ बेजोड थियो। थाक्ने कुनै संकेत देखिएको थिएन। लगातार चिक्दै थियो। उसले चिक्दै गर्दा म 2 चोटि स्खलित भए। आफ्नो बुढाले एकचोटि पनि मलाई स्खलित गराउन सक्थेनन्। आज एकै चिकाइमा 2 चोटि स्खलित भए। चिक्दै गर्दा लाडोले पुतीलाई असीमित माजा दिइरहेको थियो। गेडा हाल्लिरहेको थियो। पयाट पयाट गर्दै आवाज आइरहेको थियो। अन्ततः उसको नि फुसी झार्न लागेछ। कहाँ झारू भन्यो? मैले बाहिर भने। लाडो बाहिर निकाल्यो। म निहुरी पारेर हेर्दै थिएँ। लाडोले फुसी झार्ने थाल्यो। सुरुको एक थोपा मेरो मुखसम्म आयो। फुसी पनि कति झरेको हो। वाल वाल ती फुसी भइभरि बो। मैले लुङ्गी तल झारेर घर गए। घिउ हालेर खाजा बनाएर खुवाए। त्यो रात पनि फेरि आए। त्यो रात गोठमा चिकियो। त्यसपछिका दिन सधैँ चिकेम। आज अघि भर्खर पनि चिकेर गए तिनी। बुढा सन्चो त भए तर तिनको लाडो उठ्नै छोड्यो।